चीनले अमेरिकी सामानको आयातमा जवाफी भन्सार शुल्क 84% लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया वस्तुमा भन्सार शुल्क 125% पुर्याएका छन्। ट्रम्पले बुधबार बिहानदेखि लागू हुने गरी चिनिया वस्तुमा 104% भन्सार शुल्क घोषणा गरेका थिए। त्यसको जवाफमा चीनले पनि अमेरिकी वस्तुमा भन्सार शुल्क घोषणा गरेको थियो। लगत्तै ट्रम्पले भन्सार शुल्क झन बढाएका हुन्। यसले विश्वका दुई ठूला अर्थतन्त्र बीचको व्यापार युद्धलाई थप उग्र बनाएको छ। ट्रम्पको प्रतिशोधी भन्सार शुल्क बुधबार बिहानदेखि लागू भएको थियो। यसमा चीनका सामग्रीलाई सबैभन्दा बढी शुल्क लगाइएको थियो। यी दुई देशबीच व्यापारमा एक अर्कालाई जवाब दिने खेल चलिरहेको छ, जसमा बेइजिङले वाशिङटनले ल्याउने हरेक नयाँ भन्सार शुल्कको कडा विरोध गर्दै आएको छ। बुधबारदेखि चीन र अमेरिका बीचको व्यापार युद्धले नयाँ मोड लिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको भन्सार नीतिको युरोपेली देशहरूले पनि प्रतिवाद गर्ने तयारी गरेका छन्। युरोपेली युनियनले अप्रिल 15 देखि अमेरिकी सामग्रीमा थप भन्सार लगाउने तयारी गरेको बताइएको छ। चीनको भन्सार शुल्क आयोगले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले चीनमाथि भन्सार शुल्क बढाउनु गल्तीमाथि गल्ती भएको बताएको छ। यसले चीनको वैधानिक अधिकार र हितमा गम्भीर आघात पुर्याएको छ र नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई गम्भीर क्षति पुगेको छ। विज्ञप्तिमा भनिएको छ, अमेरिकाले थप भन्सार शुल्क लगाएमा अन्तिमसम्म लड्ने चीनले यसअघि नै चेतावनी दिएको थियो। बुधबार ट्रम्पले चिनिया आयातमा थपिएको शुल्क मूल रूपमा 34% बिन्दुले बढाउने तयारी गरेको थियो। तर बेइजिङले यो टकरावबाट पछि नहटेपछि राष्ट्रपतिले थप 50% बिन्दु थपिदिए। पछिल्लो चरणको वृद्धि अघि नै ट्रम्पले चीनमाथि 20% भन्सार शुल्क लगाइसकेका थिए।